बुढी तपाईँ त यतिकै कहाँ जान्छ होइन तिमीलाई लाग्छ छैन ससुरालीमा आएर यति ढिला काम गर्नलाई मलाई पानी तिर्खा अघिदेखि ल्याइरहेको थियो तिम्रो यति पानी लिएर दिने ढङ्ग पनि छैन हेर तिमी यहाँ मेरो घरमा घरजै भएर बसेका छौ तिम्रो हैसियत नबिर्स तिमीले भने कुरो ठिकै हो बुढी तर सालीले सर्वकेटा ल्याएर राखेर हिँड्छु बढी नै गर्नु क्या हो अब हेर न यो घर मेरो पनि त हो नि मेरो पनि बोल्ने अधिकार छ नि हामीले यहाँ जे गरे पनि हाम्रो घर हो तिमीले बोल्ने केही पनि अधिकार छैन हेर तिमीले यदि काम गर्ने मन छ भने राम्रोसँग गर्ने नत्र तिमीलाई यो घरमा बस्ने कुनै पनि अधिकार छैन साला दिनभरि बसेको छ केही गर्न ल्याएको मैले यो घरमा तिमीलाई त्यसैले तिमी जस्तो मान्छेले परिवार चलाउन सक्दैनौ तिमी त नोकर बसेकै ठिक यी सब कुरा छोड्देऊ अबदेखि तिमीले हाम्रो कुरामा ध्यान दिँदैन आफ्नो कुरामा मात्र ध्यान दिने हुन्छ बुढी तिमीले जे भन्छौ म त्यही मान्छु फेरि आजसम्म तिमीले भनेको मैले के कुरा नमानेको छु हो बुढी तिम्रै लागि यो घरमा बसेको छु र म आफ्नो घर छोडेर आएको मान्छे हो म र म यो घरमा आज मान्छे होइन नोकर भएको महसुस भइरहेको छ मलाई हो बुढी मैले तिमीलाई माया गरेर ल्याएको थिएँ र आज आएर तिमीले मलाई यस्तो व्यवहार किन गर्छौ गल्ती भए माफ गर तर मलाई यस्तो अपमान नगर म सहन सक्दिनँ हो काम त म यो घरमा गर्छु नै तर अलिक सामान पनि चाहियो नि त मलाई यदि तिमीलाई म यो घरमा बोझ भइछु भने शान्त भएर भन म अहिले नै यो बाटो गइदिन्छु भयो भयो जानलाई पनि हतार नगर जाने पनि कुनै दिन समय आउँछ भयो छोड मेरो बाटो बुढा सुन्नु न भन बुढी कुरा के भने नि बुढा त्यो ऋतुले आफ्नो बुढालाई घरमा ल्याएर राखेको छ बिचारा उसको श्रीमान कति सोझो छ किन नोकर जस्तो बनाएको होला है आफ्नो श्रीमानलाई यति धेरै पाप नगरेको भए हुने श्रीमान भनेको घरको मान सम्मान हो उसलाई यसरी दबाएर राख्नु त भएन नि आज ऋतु जस्तोले गर्दा यो समाज नै बिग्रिन्छ श्रीमानलाई मान सम्मान गर्ने चलन पनि हट्दै जान्छ मेरो कुरा हजुरलाई कस्तो लाग्छ कुन्नी म त भन्छु श्रीमानलाई माया सम्मान दुवै चाहिन्छ
डर देखाएर राख्ने होइन। आफ्नो मान्छेलाई इज्जत गर्न नसक्नेले बाहिर के इज्जत पाउँछ र? यस्तो व्यवहारले त सम्बन्ध नै टुट्ने हो। पछि गएर पछुताउनु बाहेक केही रहँदैन। भयो बुढी, त्यो रेटुले धेरै दोष नलियो। त्यो रेटुले ठिकै गरेको छ। छोरा मान्छे भइसकेपछि कहिले पनि घर जय बनेर बस्नु हुँदैन। जुन छोरा मान्छे घर जय बनेर बस्छ नि बुढी, त्यो नोकर मात्र होइन, कुकुर जस्तो भएर बस्नुपर्छ। फेरि आफ्नो इज्जत त आफैले जोगाउनु पर्छ, मागेर पाइँदैन नि। एउटा पुरुष मान्छे भइसकेपछि जिम्मेवारी भनेको बाहिर सङ्घर्ष गर्ने, घरभित्र मात्रै सीमित हुने होइन। जसले आफूलाई कमजोर देखाउँछ नि, उसलाई संसारले पनि दबाउँछ बुढी। त्यसैले सम्मान चाहिन्छ भने पहिले आफू उभिनुपर्छ। त्यसैले म त भन्छु बुढी, श्रीमानले आफ्नो अस्तित्व कहिले पनि गुमाउनु हुँदैन, नत्र भने जीवनभर पछुताउनु पर्छ। ल बुढी, म एकछिन बाहिर गएर आउँछु। हस् बुढा, छिटो आउनुहोस् है बुढा। ल ल बुढी, ल। बहिनी, बाबु कहाँ जानु लाग्यो? दिदी सुन्नु न, आज विशाललाई एकदमै गाउँ घुम्न मन लाग्यो अरे, त्यही भएर विशाललाई गाउँ घुमाएर लिएर आइदियो कि भनेर लेट जानु लाग्यो। फेरि मैले विशाललाई गाउँको खोला डाँडा पाखा देखाइदिन्छु भन्दा कति खुसी भएको छ। म आज कति खुसी छु, मेरो प्यारो दिदीले मलाई सधैँभरि साथ दिनुभएको छ। फेरि जहाँ जाँदा नि फ्री नै छु म। जान्छ है दिदी, हामी बरु छिट्टै फर्किन्छु, ढिला पनि गर्दिनँ। हुन्छ बहिनी, तँलाई जे गर्न मन लाग्छ खुलेर गर, म सधैँ तेरो साथमा छु नि त। तर ध्यान चाहिँ राम्रोसँग राख्नु, बाटो अप्ठ्यारो छ। र रमाइलो पनि गर र आफ्नो मर्यादा र सुरक्षा पनि राम्रोसँग राख्नु है। फेरि मलाई तिम्रो दुवैजनामाथि धेरै विश्वास छ। जाऊ, रमाइलो गरेर आऊ। तर फर्किँदा गाउँको रमाइलो कुरा मलाई पनि सुनाउनु पर्छ नि। ओहो, दिदी भनेको त यस्तो पो हुनुपर्छ, बहिनीले जे गर्दा पनि फ्री दिने। यसको उपलब्धिमा हजुरलाई धेरै धेरै धन्यवाद। उसलाई म राम्रोसँग हेरचाह गरेर ल्याउँछु नि दिदी। र आजको दिनलाई म खास बनाउँछु। गाउँ घुम्ने मेरो पनि त सपना थियो। त्यहाँ माथि झन् उसले मलाई साथ दिँदा त झनै रमाइलो हुने भयो। त्यसैले दिदी, तपाईँ ढुक्क हुनु, हामी सुरक्षितको साथ छिट्टै फर्किन्छौँ। त्यही त दिदी, हामी गएर आइहाल्छौँ। ल ल जाऊ न त, तर छिट्टै फर्किऊ ल। हस् दिदी। सुन्नुहोस् त भाइ। भन्नु न दिदी। हेर्नुहोस् भाइ, ऋतुको बुढा सोझो छ भन्दैमा यसरी नजिक हुनु राम्रो होइन। तपाईँहरूको गाउँभरि कुरा चल्न थालिसक्यो। मान्छेले केही पनि भनेन भन्दैमा यसरी जे पनि गर्न मिल्छ, इज्जत भने पनि हुन्छ नि। तपाईँ त हाम्रो घरको मान्छे जस्तै हो, तपाईँले नै यस्तो गर्न थालेपछि अरूले के सिक्छन्? उसको लाटो श्रीमानले केही बोल्न सकेन भन्दैमा तपाईँ झन् त्यसकै घरमा गएर बस्नु झन् गलत हो। हो, आज उसको श्रीमान बोल्न सकेको छैन, भोलि बोल्ला। गाउँभरि हल्ला चलिरहेछ, बदनाम कसको हुने? तपाईँको त हो। मैले त तपाईँलाई राम्रो कुरा गर्न खोजेको मात्रै हो। समय छँदै यो बाटो छोड्नु, नत्र भने फेरि भोलि पछुताउनु पर्ला। के गर्नु त? बुढो सोझो लाटो कमजोर भएपछि श्रीमतीले बाहिर बाहिर नै आँखा लाउँदो रहेछ केटोलाई। फेरि मैले उसलाई जबरजस्ती गरेको नि होइन, उनी फेरि मेरै नजिक आउँछ। उसलाई त मैले साथमा दिएको हो। म पनि मान्छे हुँ यार,
कसैले माया देखायो भने मन नजिक आइहाल्छु नि। फेरि गाउँलेले के भन्छ भनेर आफ्नो मनलाई दबाएर त बस्न सकिँदैन नि। हो उसलाई त्यो घरमा माया र कदर छैन, त्यही भएर हामी यही नजिक हुन खोजेको। तर तपाईँ कुरा सुनेपछि म अलि अगाडि पनि बढेँ कि जस्तो लाग्यो मलाई। ठिक छ, अब केही सोचेर कदम अगाडि चढाउँला नि। राम्रो कुरा सम्झाउँदाखेरि नसम्झिने हो, यस्तैले हो भोलि गएर दुःख पाउने। होइन बेबी, तिम्रो दिदीले त भेनालाई रोबोट जस्तो बनाएर राखेको छ त। जे भन्दा पनि हुन्छ हुन्छ भन्छ। म त सोच्थेँ मान्छेको मन यति सन्चिलता हुन्छ र। कहिलेकाहीँ मलाई पनि डर लाग्छ, दिएपछि म पनि त्यस्तै हालमा पुग्ने हो कि। तिमी त झन् रिसाउँदा खतरनाक देख्छौ, मलाई त अहिले पनि डर लाग्न थालिसक्यो बेबी। तर साँचो कुरा भनौँ भने म तिमीलाई कहिले पनि दुःख दिने छैन, साँचो माया गरेर राख्नेछु। बस एउटा कुरा भन, दिएपछि मेरो साथ त दिइराख्छौ नि है? हे बेबी, तिमी पनि के कुरा गर्छौ? म दिदी जस्तो बिल्कुल होइन क्या। फेरि माया गरेको मान्छेलाई पनि कसैले हेपेर राख्छ र? म त झन् माया गरेको राख्छु। फेरि यसमा डर मान्ने कुरै छैन। म त तिमीलाई सधैँभरि राजा जस्तो गरेर राख्छु। त्यही भएर हामी दुईजनाले एकअर्कालाई सम्मान गरेर बस्नुपर्छ। झगडा भन्दा पनि धेरै समझदारी चाहिन्छ। बिहेपछि कामको कुरा आयो भने हामी दुवै मिलेर गरौँला, नत्र भने एउटा राम्रो नोकर खोजेर राखौँला, के कसो? त्यसरी बेबी, हाम्रो माया यदि साँचो रह्यो भने हाम्रो जीवन सबैभन्दा ठुलो पल बन्नेछ। ठिकै भन्यो बेबी, मेरो जिन्दगी राम्रोसँग बितोस् भनेर मैले सहरको केटी छोडेर गाउँको केटी रोजेको छ। ल जाउँ बेबी। दाई कता हिँड्नु भएको? कहाँ हिँड्ने र बहिनी? उता तलसम्म हिँडेको। दाई तपाईँको हालत देख्दा मलाई नराम्रो लाग्छ। के आफ्नो घर छोडेर अर्काको घर बस्नु के यो जिन्दगी हो र? फेरि तपाईँ त निकै सोझो मान्छे हुनुहुन्छ र त्यही सोझोपनको फाइदा उठाएर मान्छेहरूले दबाएको पनि छ। दाई तपाईँले आफ्नो श्रीमतीलाई माया गर्नु नराम्रो होइन, तर आफ्नो सम्मानलाई पनि त जोगाउनुपर्छ नि। दिनभरि काम गर्ने, रातभरि गाली खाने, के यस्तो पनि तपाईँको जिन्दगी हो र? तपाईँलाई थाहा छ अहिले गाउँभरि तपाईँकै कुरा काट्छन्, तपाईँलाई नै हेला गर्छन्। के यो सबै सहनु ठिक हो र? दाई म चाहन्छु कि तपाईँ पनि एक दिन टाउको ठाडो बनाएर बाँच्न सक्नुहोस्। अरूको लागि होइन कि दाई, आफ्नो लागि पनि बाँच्न सिक्नुपर्छ। बहिनी, तिमीले भनेको कुरो साँचो हो, तर कहिलेकाहीँ माया यति गहिरो हुन्छ कि मान्छेले आफ्नो अस्तित्व नै बिर्सिन्छन्। हो, म घर जहाँ बसेको रहरले होइन, परिस्थितिले बनायो, तर माया भने मेरो आफ्नै रोजाइ हो। उसले मलाई जतिसुकै दुःख दिए पनि उसको आँखामा आँसु देख्न सक्दिनँ। त्यही नै मेरो कमजोरी बनिरहेको छ। मान्छेहरूले हाँसो उठाउँछन्, मलाई गाली गर्छन्, तर कसैले मेरो मन बुझ्न सकेन। त्यो सब कुरा सुन्दा त मलाई पनि कहिलेकाहीँ लाग्छ म गलत बाटोमा हिँडिरहेको छु, तर त्यो बाटो फर्किन पनि सक्दिनँ र आफ्नो मायालाई छोड्न पनि सकेको छैन। तर बहिनी, तिमीले भनेको कुराले मेरो मन छोयो। सायद म आफूले आफूलाई पनि माया गरेर सिक्नुपर्छ। अब त मलाई यस्तो लाग्यो बहिनी, सधैँ अर्काकै लागि बाँचेर जिन्दगी चल्दो रहन्छ।
हो नि दाइ सधैँभरि अरूको लागि नाचेर भन्दा पनि पहिले आफ्नो लागि नाचेर देखाउनु धेरै कुरा गरेर के बस्नु मलाई लाग्यो हस् बहिनी आहा दिदी तिम्रो गाउँ त साँच्चीकै स्वर्ग जस्तै रहेछ यहाँको हावा पानीले मेरो त मनै लोभायो तिमीलाई थाहा छ सहरमा त भिडभाड होहल्ला मात्रै हुन्छ तर यहाँ त जताततै शान्ति नै शान्ति रहेछ मनै आनन्द भयो साँच्चीकै भन्ने हो भने मलाई त यो गाउँ छोडेर सहर फर्किनै मन लाग्छ छैन तिमी जस्तो मायालु र सरल केटी पाएपछि त यो मन यहीँ बस्न खोजिरहेको छ तिमीलाई थाहा छ तिमी त्यो झरना जस्तै सफा र सुन्दर छौ अनि पहाड जस्तै बलियो र अडिक पनि छौ देवी यदि तिमी मेरो साथमा भयौ भने म यो गाउँले जीवन बिताउन तयार छु हस् बाबा हस् अनि विशाल तिमीले अघिदेखि मेरो तारिफ गर्न थालिरहेछौ त मलाई त लाजै लागिसक्यो के भयो बेबी तर एउटा कुरा भन न विशाल बिहे भइसकेपछि पनि यस्तै माया र तारिफ गरिरहन्छौ कि अहिले मात्र हो तिमीलाई त थाहा छ होला नि सुरुमा माया गर्छु भनेर भन्छन् तर पछि गएर आफै बद्लिन्छन् फेरि मलाई सहरको चमकभन्दा साँचो माया र साथ चाहिन्छ त्यो तिमी सक्छौ नि विशाल तिमीले हो यदि तिमीले सधैँभरि साथ दिन्छु भनेर बाचा गर्यौ भने म जहाँ भए पनि तिमीसँग खुसी भएर बस्छु र तिमी साँचो भएर मेरो हात समाउँछौ भने यो गाउँको माया र मेरो माया तिमीलाई कहिले पनि कमी हुन दिने छैन सुन भाइ तैँले आफ्नो घर छोडेर ससुरेलीमा बसेको छस् त्यो पनि घर ज्वाइँ बनेर यो त पुरुषको इज्जत बेच्ने कुरा होइन आज त जस्तो श्रीमान देखेर हाम्रो गाउँका केटीहरूले आफ्नो श्रीमानलाई हेर्न थालिसके हो तैँले आफ्नो श्रीमतीलाई माया गर्नु राम्रो कुरा हो तर माया भनेर आफ्नो अस्तित्व बेच्नु चाहिँ गलत कुरा हो होइन त बिहान बेलुका भाडा माच्छस् लुगा धुन्छस् त श्रीमान कि नोकर मलाई थाहा छ श्रीमतीलाई खुसी बनाउनु पर्छ भन्ने कुरा त तर आफूलाई माटो बनाउनु भनेको आफ्नो कमजोरी हो आज त चुप लागेर बसिस् भने भोलि तँलाई उसैले अपमान गर्छ त्यसपछि त के हेर्छस् हेर भाइ समयमै आँखा गर्छ नत्र भने त पछुटाउनु पाउँदैनस् तेरो जिन्दगी नै बिग्रिन्छ दाइ म मान्छे कमजोर होइन माया गर्न जान्ने मान्छे हो दाइ मैले बिहे गर्दाखेरि कसम खाएको थिएँ बाँच्छु नि रुईसँग मर्छु नि रुईसँग फेरि त्यो कुरा मैले कहिले पनि बिर्सिनु हुँदैन दाइ
हो काम गर्नु सहयोग गर्नु नोकर गरेको होइन दाइ यो त एउटा जिम्मेवारी निभाउनु हो दाइ हुन त तपाईँहरूलाई लाग्ला म झुकेको हुँ तर म झुकेको होइन दाइ म त आफ्नो मान्छेको लागि झुकेको मात्रै हुँ ठिकै छ उसलाई माया गर्दाखेरि चोट दिन्छ भने म उसको विरुद्ध उभिन सक्दिनँ किनकि मेरो लागि माया जित हो दाइ हार होइन त्यसैले मायामा कहिलेकाहीँ हारेर पनि जितिनु दाइ र एक दिन म उसको हातबाट मर्नु परेछ भने पनि म हाँसी मरिदिन्छु दाइ किनकि म उसलाई साँचो माया गर्ने मान्छे हुँ हेर भाइ कहिलेकाहीँ साँचो माया मृत्यु हुन्छ यो कुरा याद राखेछ अहिलेलाई म गएँ भाउजू सुन्नुहोस् न भन्नुहोस् न नानी अघि मैले ऋतुको बुढालाई बाटोमा भेटेको थिएँ अनि उसको अनुहार पनि धेरै थाकेको थियो हेर्दा त सोझो र राम्रो मान्छे जस्तो लाग्छ तर उसको हालत त एकदमै दयनीय रहेछ भाउजू उसको श्रीमतीले दिनरात काममा लगाएर नोकर जस्तै बनाएकी छे त्यो सब देख्दा त मलाई दिक्क लाग्छ भाउजू के आफ्नो श्रीमानलाई यस्तो व्यवहार गर्नु राम्रो हो र त्यहाँमाथि उसको बुढालाई सबै कुरो थाहा छ किन चुप लाएर बसेको होला है कहिलेकाहीँ सोच्दा लाग्छ माया नभएको सम्बन्ध किन बोकेर हिँड्छ मान्छे कुन्नी नानी कमजोरी त आफ्नै श्रीमानको हुन्छ नत्र यस्तो कसैले सहँदैन नि एउटा श्रीमतीले आफ्नो श्रीमानलाई इज्जत दिन जानेन भने त्यो सम्बन्धको के अर्थ रह्यो र हो श्रीमान भनेको भगवान जस्तै हो जसलाई नारीले माया सम्मान दिन जानुपर्छ तर माया एकतर्फी भयो भने कहिले पनि टिक्दैन माया भनेको दुईतर्फी हुनुपर्छ फेरि एउटा श्रीमानले सबै कुरा सहेर बस्नु पनि त गल्ती हुन्छ आफ्नो आत्मा सम्मान पनि त ठुलो हो त्यसैले नानी सम्बन्धमा माया र इज्जत भएन भने त्यो सम्बन्ध फेरि सोच्नुपर्छ भाउजू यो कुरा सोच्न पनि त राम्रो दाइले हो तर मैले धेरै सम्झाएँ तर उसले मेरो श्रीमतीलाई धेरै माया गर्छु भन्नुहुन्छ त्यस्तो मान्छेलाई खै के सम्झाउनु त्यही त नानी गल्ती त त्यही राम्रोकै छ त हिँड नानी भित्र हस् भन बुढी तिमी बिहानदेखि गएको मान्छे अहिलेसम्म कहाँ आएको हो घरको कुनै जिम्मेवारी छैन तिमीलाई थाहा छैन तिमी यो घरमा बसेको छौ त्यही पनि मेरो सेवा गर्नलाई अरू कुरा मलाई केही थाहा छैन अघि म टोइलेट जाँदा लडेर खुट्टा दुखेको छ के हेर्नु पर्दैन के कलमा परेर हेरेको खुरुक्क भित्र जाने अनि तेल लिएर आएर मेरो खुट्टा मसाज गरिदिने बुढी यो तिमीले के भनेको म दिउँसोभरि काम गरेर थाकेको छु फेरि तिमी त दिउँसोभरि बस्ने मान्छे तिमीलाई मेरो अलिकति माया लाग्दैन र अरूको श्रीमानलाई हेर्छु आफ्नो श्रीमतीले कति ख्याल राखेका हुन्छन् तर तिमी भने जहिले म माथि तपाईँलाई मात्रै गर्छु हुन त तिमीले मैले भनेको कुरा कहिल्यै खाएन अब त यो घरमा बस्नु पनि मन लाग्न छोडिसक्यो त्यहाँ माथि फेरि कामकै कारण ढिला भएको हो तिमी छोडेर म कहाँ जान सक्छु बुढी हो तिमीले दुखेको छ भने म पनि चिन्ता गर्छु तर खुट्टै छुँदाखेरि मलाई पनि अप्ठ्यारो लाग्छ नि
त्यसैले हाम्रो संस्कारमा श्रीमतीको खुट्टा छुनु हुँदैन भनेको छ। त्यसैले मलाई डर लाग्छ। ठिकै छ, यदि तिमीलाई आराम हुन्छ भने म तेल ल्याइदिन्छु। कसैलाई बोलाएर मसाज गर्नु है। बुढी नरिसाऊ है, तिमी रिसाउनु थालेपछि मलाई धेरै डर लाग्छ। के गरौँ के नगरौँ हुन्छ। आज तिमी जे भन्छौ म त्यही मान्छु। मलाई पनि अलिकति बुझिदेऊ न है। अब खुरुक्क भित्र गएर तेल लिएर आउने अनि यहाँ मसाज गर्ने। हुन्छ बुढी। ए सुन राम, तिम्रो तेलको मसाजले भएन। खुरुक्क स्वास्थ्य चौकी गएर दुखाइ कम हुने औषधि लिएर आउने। हुन्छ बुढी। अयो कस्तो दुखिरहेको होला। सासू बेबी, आज तिम्रो लाटो बुढो घरमै रहेछ त। कतै तिमीले आज काम त बिगारेन न। यहाँ आथ्यो भनेर बसिरहेको छ त। हे गणेश, तिमी पनि त्यस्तो आएन उयो गर्ने गरी रामुले मलाई कहिले पो माया गरेको छ र। बरु नदादी किन भन, तिमी 2 दिनसम्म कहाँ हराएको थियो? तिमीलाई नदेखेपछि मैले के नहराए जस्तो लागेको थियो। ओहो ऋतु, म जहाँ गए पनि जहाँ हराए पनि भोक लागेपछि चारा खान ठाउँ त्यही त हो नि। ल अब ढिला नगरौँ, नभेटेको 2 दिन भइसक्यो। आज रमाइलो गर्नुपर्छ, जाउँ नि त। ओके। भाउजू सुन्नु न, म एकछिन हाम्रो ऋतु भाउजूकोमा गएर आउँछु न। भयो नानी, किन जानु पर्यो र फेरि अरूको घरमा? भाउजू म गएर आइहाल्छु नि। फेरि त्यहाँ के भइरहेछ बुझ्न पनि मन लाग्यो कि। आखिर एउटा नारीले आफ्नो श्रीमानलाई किन यस्तो व्यवहार गर्छ म बुझ्न चाहन्छु। म त फेरि उहाँ गएर भेटेर फर्किहाल्ने हो, नराम्रो कुरा सिक्नलाई त होइन। कहिलेकाहीँ अरूको घरको अवस्था देख्दा आफ्नै जीवनको मूल्य थाहा हुन्छ भन्छन्। त्यसैले मेरी भाउजू तपाईँ चिन्ता नगर्नुहोस्, मैले आफूलाई राम्रो नराम्रो सबै छुटाउन सक्ने भइसकेकी छु। मेरो नानीले राम्रो नराम्रो छुटाउन जानेको छ, त्यो मलाई थाहा छ। त्यस्तो घरमा जानु हुँदैन जहाँ कि आफ्नो श्रीमानलाई इज्जत गर्न जान्दैनन्। तपाईँलाई थाहा छ नानी, मान्छेको व्यवहारले घरको वातावरण देखाउँछ।
फेरि त्यस्तो घरबाट राम्रो सिकाइ कहिले पनि पाइँदैन। फेरि तपाईँ जस्तो सानो उमेर भएको मान्छेले त्यस्तो कुरा नजिकबाट हेर्नु उचित हुँदैन। त्यसैले हामीले सधैँ राम्रो बाटो रोज्नुपर्छ, अरूको गल्ती हेरेर सिक्नु हुँदैन। यदि तपाईँलाई केही कुरा सिक्नु नै छ भने आफ्नै घरको ठुलो मान्छेसँग सोधखोज गर्दा पनि भइहाल्छ नि। त्यसैले नानी त्यस्तो घरमा जानु पर्दैन, बरु नन्द भाउजू मिलेर यहीँ घरकै काम गरौँ। ठिकै छ भाउजू, तपाईँले नै नजानु भन्नुहुन्छ भने म किन जानु र? बरु लिनुहोस्, म कुच्चो लाउँछु, हाँसो काम गर्नुहोस्। हुन्छ नानी। सुन न बेबी, अब घर पनि नजिक नजिक आउन लागिसक्यो। ऊ पारि हेर त, एउटा घर रहेछ, त्यहीँ गएर मै मागेर खाऊँ। अब के गरौँ त, यति धेरै तिर्खा लागेको छ कि पानीले मात्रै त मनै भरिँदैन। यति बेला गाउँको शुद्ध मै खानु पाए कति आनन्द आउँथ्यो। तर तिमी डराउनु पर्दैन, म राम्रोसँगले सोध्छु, दियो भने खम्ला, दिएन भने फर्किउँला, के नै बिग्रिन्छ र। त्यहाँ माथि मैले सुनेको गाउँको मान्छेहरू त धेरै दयालु हुन्छन् रे। अलिकति माग्यो भने त खुसी भएर दिन्छ होला नि। हेर, मैले तिम्रै लागि त भनेको छु नि। फेरि तिमी थाकेको म देख्न सक्दिनँ, के खुवाऊँ भन्ने मेरो आशा। ओहो बेबी, तिमी पनि घरमा गएर पानी खाए भइहाल्यो नि। बेकार मार्का घरमा गएर के मै मागेर खाइरहनु। फेरि छैन भने कस्तो लाज हुन्छ थाहा छ? म त त्यस्तो अवस्थामा पर्न चाहन्न है। हामी कसैको घरमा गएर मागेर खाएको भन्दा आफ्नै घरमा गएर आनन्दले आरामले खाए भएन र? फेरि तिमीलाई जे भए पनि अरूलाई दुःख दिनु मन लाग्दैन है मलाई। हो, तिमीले माया गरेर भनेको पनि म बुझ्छु। कहिलेकाहीँ आफ्नो इज्जत जोगाउनु पनि जानुपर्छ, त्यसैले कुरुकान गरिन। बुढी, बुढी, म यो के देखेछु? तिमीले मेरो विश्वास तोड्यौ है, मेरो मायालाई चकनाचुर बनाइदियो। मैले तिम्रो लागि के गरिनँ, मैले तिमीले भनेको कुरा हरेक मानी। मैले तिम्रो लागि के गरिनँ, मैले तिमीले भनेको कुरा हरेक मानी। तर आज मैले यस्तो दिन देख्नुपर्छ भनेर सोचेको पनि थिइनँ। मैले त तिम्रो खुसीको लागि आफ्नो सम्मान पनि घुमाइदिएको थिएँ, तर आज आएर मेरो इज्जत माटोमै मिलाइदियो है तिमीले। हो, म लाटो छु, सोझो छु, मेरो पनि मुटु छ नि, तर आज आएर यो मुटुलाई तिमीले रुवाएको छौ। हो, यो घरलाई मैले सधैँ मन नै ठान्थेँ, तर आज आएर तिमीले यो घरलाई खेलाउन बनायो। अब म के गरौँ? जाउँ कि बसौँ? तिमीले मेरो जिन्दगी बाटो नै अन्धकार बनाइदियो। हेर बुढा, जिन्दगी 2 दिनको, सधैँ दुःख गरेर मात्र बस्न मिल्दैन नि। फेरि तिमीले माया दियो होला, तर त्यो मायामा स्वतन्त्र थिएन नि।
त्यसैले म दासी भएर बाँच्न चाहन्न। म आफ्नै तरिकाले जीवन जिउन चाहन्छु। तिमीले त मलाई सधैँ बाँध्न खोज्यौ, तर म खुल्ला आकाशमा उड्न चाहने चरी हुँ। तिमीलाई थाहा छ, तिमीले दिएको जीवनमा खुसी कम बन्धन धेरै थियो। आज मैले जे गरे आफ्नो खुसीको लागि गरे। अब मलाई पछुतो छैन। सुन शान्तले, तेरो बुढीको कुरा उसले मनको कुरा खुलेर भनिसक्यो त। अब तेरो यहाँ बस्ने दिन गइसक्यो, समय बदलिसक्यो त। अब त पनि समयअनुसार बदलिँदै जा। हो केटा, त धेरै सस होला। अब आफ्नो बाटो आफै रोज्ने दिन आइसक्यो। अब यो घर तेरो लागि होइन। त्यसैले यो घरमा बसिस् भने तेरो घरमा त बल्झिने हो, बुझिस्? त्यही भएर जा, खुल्ला चढेर उड। जहाँ तेरो मन शान्त हुन्छ नि, त्यही तेरो घर हो। त्यसैले केटा, जिन्दगी भने एकचोटि पाइन्छ। अरूलाई सोध्ने होइन क्या, आफ्नोलाई सोध्ने हो। तँलाई त म तपाईँ त म यतिकै कहाँ जान्छु र?